हटखोलादेखि लिएर तपाईँको जुरी खोलाको छेउसम्म त्यो पटक पटक ठेकेदारले त ठेक्का लियो, ठेकेदारले पेटी कन्ट्रेक्टमा दियो, पेटी कन्ट्रेक्टरले काम गर्यो, उसले समयमा पनि बिल पाएको छ कि छैन उसको पनि छुट्टै आवाज छ। तर हामी जनता धेरै शास्ति भोगिरहेको छौँ। नमस्कार, म प्रदीप भुजेल। ब्रेकिङ न्यूजमा तपाईलाई स्वागत छ। विराटनगरको हाटखोलादेखि कटरीको जुरी पुलसम्म सडक बन्न ढिलाइ हुनुलाई तपाईले कसरी लिनु भएको छ? एमडी नूर कठरी 3 नम्बर वार्ड। किन पानी परेको बेला त्यो कहाँ खाल्टो हुन्छ के हुन्छ, नयाँ मान्छे पुरानो यहाँ सधैँ हिँड्ने मान्छेलाई त थाहा हुँदैन कहाँ के हुन्छ भनेर। अब कतिखेर मान्छे लडिन्छ, गाडी आउँछ चिप्पिदिन्छ होइन। कतिजना चाहिँ अहिलेसम्म चाहिँ मोटामोटी यो बाटो तपाईँलाई तोडफोड गरेको तपाईँले 6 वर्ष भयो। लकडाउनभन्दा अगाडि नै सबै तोडफोड गरेपछि अहिलेसम्म चाहिँ हाम्रो बाटो नबनेर हामी यहाँको व्यापारी पनि एकदम पुरै मार्कामा छौँ। अब यहाँ यो बाटोको कारणले मान्छे चाहिँ आवत जावत छैन। इमर्जेन्सीको बेला मात्रै आउँछ, जस्तो इमर्जेन्सी मान्छे चाहिँ बिरामी भएको बेला हस्पिटल जान्छ, त्यस्तै यो मार्केटमा जुन मान्छेहरू आउँछ नि त्यो इमर्जेन्सी परेको बेला मात्रै आउँछ। नभए यस्तो हामी चाहिँ धेरै यहाँ व्यापारीहरू चाहिँ मार्कामा परेको छु। अब यो असार मसारमा हामी त अब ट्याक्स तिर्नु लगाउँछ सरकारले। अब हाम्रो व्यापारै भएको छैन, हामी घटामा छौँ, कहाँबाट ट्याक्सहरू तिर्नु? नमस्कार, म श्रीराम कामत, कटरी वार्ड नम्बर 3 मेरो घर हो। म कटरी हुलाकी राजमार्ग बजारको छेउमै मेरो घर छ। अब राज्यले ठेक्का पनि लगायो। अब बन्दा कटरी खण्ड जुन छ हटखोलादेखि लिएर तपाईँको जुरी खोलाको छेउसम्म त्यो पटक पटक ठेकेदारले त ठेक्का लियो, ठेकेदारले पेटी कन्ट्रेक्टमा दियो, पेटी कन्ट्रेक्टरले काम गर्यो, उसले समयमा पनि बिल पाएको छ कि छैन उसको पनि छुट्टै आवाज छ। तर हामी जनता धेरै शास्ति भोगिरहेको छौँ। यहाँ के छ कि राज्य र ठेकेदारको आपसी असमझदारीको कारणले र पेटी टेन्डर ठेकेदारहरूको समयमा रकम नआएको कारणले समयमा यो काम हुन सकेन। अब मिडियाबाट धेरै कुरो सुन्छौँ, ठेकेदारले तपाईँको बजेट लिइसकेको छ, काम भइरहेको छैन, ठेकेदार चाहिँ ठुलो रहेछ, श्रेष्ठ कन्स्ट्रक्सन जस्तो ठेकेदारको नाम सुनेका छौँ। अब सत्य तथ्य के हो तपाईँहरूलाई नै थाहा होला। तर मेरो भनाइ के छ कि जनता धेरै शास्ति भोगिरहेको छ। हिलोको समयमा हिलो हुन्छ, पानीको समयमा धुलो हुन्छ। यही बाटोमा पटक पटक आन्दोलन भयो, यहाँसम्म कि ढाड बेरियर लगाएर यहाँका केटाहरूले आन्दोलन गर्दाखेरि मुद्दा समेत लड्यो। त्यो बाटोमा धान पनि रोपाइ भयो, तर राज्यले सुनेन। अब बल्ल एउटा आश लाग्दो कुरो मैले के बुझेको छु कि बालेन सरकार आएको छ रे। अब बालेन सरकारले पनि यो कुरो स्पष्टमा बुझिदिनु पर्यो। यो बाटो भएर बालेन पनि त्यतिखेर जानुभएको थियो। अहिले त बालेन सरकार बनो, त्यतिखेर यही बाटोमा गएको, उसलाई पनि थाहा होला यो बाटोको विषयमा। उनीहरू त राम्रो गाडी चढेर आएको थियो, कति झट्का खायो होला। यो कुरो बालेन सरकारले बुझ्नु पर्यो। यहाँको तथ्य सत्य यो हो, जनता धेरै शास्ति भोगी